स्वयं पशुपतिनाथलाई अहिले हिन्दू मन्दिर भनेर राखेको छैन त्यहाँ। हिन्दू देव हो र त्यो कि शिव देव हो? यतिका वर्ष भयो हिन्दूको आराध्य देव महादेव भनेको होइन र के हो के विवाह? गणेशी भनेको चामलिङको थल हो। शिवजी चामलिङ पनि हुन सक्छ। ए शिवजी चामलिङ पो हो? लौ न, किराँतेश्वर महादेव हो नि त। हो ए किराँतेश्वर महादेव पो हो। ए शिवजी चामलिङ थिए कि क्या हो जस्तो लाग्छ कहिलेकाहीँ। चामलिङको थल हो। शिवजी चामलिङ पनि हुन सक्छ। खै आफूलाई त त्यति साह्रो थाहा छैन। बाबुबाजे पालादेखिबाट अब देवादिदेव महादेव आराध्य देव भनेर आदिदेव भनेर सुन्या बुझ्या हो। तपाईँको किराँतेश्वर महादेव भए पनि तपाईँको शिव चामलिङ भए पनि हामी त महादेव भनेर मान्ने हो, हिन्दू देव भनेर मान्ने हो। तपाईँहरू माने मान्नुहोस्, नमाने नमान्नुहोस्।